इन्डिया होस् या नेपाल, यहाँ भइरहेछ बिहान। मलाई चाहिँ हेलो साथीहरू, के भयो भने त अब थाहा पाइसक्नुभयो होला। मलाई चाहिँ अब कान पाक्नाले म चाहिँ आज जाँदैछु हस्पिटल। त्यही भएर चाहिँ कागज सबहरू रेडी पारिसकेँ मैले चाहिँ। यो चाहिँ सब फाइलहरू हस्पिटलमा देखाउनु दिएको छ। 2022मा मेरो चाहिँ अपरेसन भएको थियो कानको। आज चाहिँ 4 वर्ष भइसक्यो। त्यही भएर आज म जाँदैछु हस्पिटल। खै के कस्तो भन्छ। ल त गाइस, म रेडी भइसकेको छु। रेडी भइसकेँ, अब चाहिँ जान लागेको हो। हेलो हेलो सबैजनालाई गुड मर्निङ, शुभ बिहानी सबैजनालाई। सबै सन्चै आरामै हुनुहुन्छ होला, तर म चाहिँ आज अलिकति छैन, त्यसैले जाँदैछु म चाहिँ आज। कहाँ जान लाग्छु भने तपाईँहरूले थाहा सक्नुभयो होला, हेर्नु सक्नुहुन्छ। मौसम पनि पुरा राम्रोसँग उज्यालो पनि भएको छैन है। 6:15 गइसकेको छ अहिले चाहिँ। म चाहिँ रेडी भएर टक्क जाँदैछु अब। यहाँबाट चाहिँ बस पाउँदैन मेरो रुमदेखि, अलि अगाडि जानुपर्छ। अनि एकदमै चिसो बढिरहेको छ साथी, यस्तो चिसो लागिरह। हात पनि चिसो भएर एउटा हात चाहिँ जेबमा ल्याउन त मैले ग्लोभ्स ल्याएँ, तर यो भिडियो बनाउँदाखेरि अलि फिङ्गर ग्लोभ्स लगाएर चाहिँ बन्दैन, त्यस्तो कम्फर्टेबल हुँदैन। त्यही भएर चाहिँ मैले अब उ गरेर बनाएको छु। हेर्न सक्नुहुन्छ टक्क यो ठाउँ कस्तो छ, बिहान बिहानको मौसम सबजनाले। मैले चाहिँ अब यहाँबाट सरर अटो पायो, अटोमा जाँदैछु। अब चाहिँ यहाँ उताबाट चाहिँ बस समात्ने हो साथीहरू। अब यहाँबाट जाँदैछु म। फाइनली बस पाउने ठाउँमा आइपुगेँ साथीहरू, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ अब बस अलि ढिला आउने भएर चाहिँ म चाहिँ अब अटोमै चल्दिएको, अटो समातेर। जाडो त यस्तो छ नि साथीहरू, बिहान पाएको जाडो यस्तो छ के भन्नु तपाईँहरूलाई। गइरहेको छु म चाहिँ अब यहाँबाट कमसेकम आधा घन्टा जति लाग्छ। त्यसपछि फाइनली मैले बस पायो। बसमा चाहिँ टक्क बसिहाल्यो म चाहिँ। जाडो चाहिँ हेर्न सक्नुहुन्छ साथीहरू, बाहिर कस्तो छ भन्ने कुरा। जाडो चाहिँ एकदमै छ। बस चलिरहेको छ। अब यहाँबाट चाहिँ अझै हस्पिटल जान लाग्छ 10-15 मिनट जति। बसमा चाहिँ बसिसक्यो। अब एकछिनमा बस हिँड्छ साथीहरू, हेर्न सक्नुहुन्छ। बस चलिहाल्यो। फाइनली हस्पिटलको बाहिर चाहिँ आइपुग्यो साथीहरू, टक्क उत्रिसक्यो तल चाहिँ। अब यहाँदेखि मलाई हस्पिटलमा जानु छ भित्र। आइसक्यो साथीहरू, 32 हस्पिटल। आइपुग्यो साथीहरू हस्पिटल। फाइनली यति लामो सफर पछि भन्न नमिल्ने सानो सानो हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ जाडो चाहिँ एकदमै जाडो छ। हस्पिटल चाहिँ अब यस्तै हो, जहाँ पनि यस्तो जाडो छ नि। सब भौतारिका छन्, सब बिजी छन् आफ्नो लाइफमा, कसैलाई केही लिनु छैन। यहाँ चाहिँ हस्पिटल चाहिँ यही हो, धेरै ठुलो छ हस्पिटल चाहिँ। अब हस्पिटलमा भित्रबाट चेकअप गराउने अलिक टाइम लाग्छ, त्यसपछि जान्छु। यस्तो छ हेर्नु सक्नुहुन्छ। हस्पिटल चाहिँ आइसक्यो। यहाँ चाहिँ इमर्जेन्सी होला सायद, इमर्जेन्सी पार्किङ पनि लेखेको छ त्यहाँ। म चाहिँ पहिला नि आएको यहाँ, मलाई चाहिँ अझै अगाडि जानु छ। उता पारियो म जानु चाहिँ युडीमा। बाँकी देख्न सक्नुहुन्छ यहाँ चाहिँ हस्पिटल त धेरै ठुलो छ, त्यस्तो खास छैन है बाहिरबाट। भित्र चाहिँ बबाल छ यो हस्पिटल, देखाउँछु म भित्र गएर भने तपाईँहरूलाई। म चाहिँ अब हस्पिटलको भित्र जाँदैछु। आइपुगेँ म चाहिँ हस्पिटलको भित्र। अब चाहिँ मैले देखाउने चाहिँ माथि, डक्टर माथि देख्न सक्नुहुन्छ। यहाँ हस्पिटल चाहिँ धेरै ठुलो छ है भित्रबाट चाहिँ। अब म चाहिँ जाने माथि 3 फ्लोरमा मैले देखाउने चाहन्छु। यहाँ अब कति भयो, 22देखि आउन लाग्छ 26 भइसक्यो। सब थाहा चाहिँ यहाँ चाहिँ कहाँ देखाउने
के गर्ने कसरी देखाउने भन्ने सब कुरा थाहा छ मलाई चाहिँ। त्यो म त्यो सिधै सिधै आफ्नो नयाँ नयाँ आउनेहरू के गर्छ सोधपुछ गर्न टाइम लाग्छ। त्यो म चाहिँ पहिला नि आफ्नो फेरि मलाई चाहिँ सब थाहा छ कहाँ के देखाउने भनेर। जाँदैछु माथि म चाहिँ नेक्स्ट देख्न सक्नुहुन्छ हस्पिटल चाहिँ योदेखि ठुलो तल देख कति फ्लोर माथि आइसक्यो म चाहिँ कार्ड जम्मा गराएर बसेको छु। अब चाहिँ यहाँ आउँछ एकछिन पालो बसिरहेको छु। हेर्न सक्नुहुन्छ फाइनली मेरो नाम आइसक्यो साठी चेकअप गराउनु देख्न सक्नुहुन्छ। अब मेरो नाम चाहिँ आइसकेको छ सन्दीप हेरेर। त्यसपछि म चाहिँ गयो फाइनली सक्यो भित्र चाहिँ भिडियो रेकर्ड गर्न पाएन। अब डाक्टरले दबाई लेखिदिएको छ साथीहरू। अब यो दबाई लिएर जान्छु म केमिस्ट्रीमा जाँदैछु दबाई किन्न म चाहिँ। अब फाइनली दबाई पनि किनिसकेँ मैले। दबाई पनि लिइसकेँ। अब लागु त दबाई पनि लिइसक्यो साथीहरू। डाक्टरले चाहिँ त्यस्तो खासै डराउनु पर्ने केही कुरा छैन। यो दबाई लेखेर दिएको छु 5 दिनसम्म युज गर्नु। त्यस पछाडि आउनु भनेको छ के कस्तो हुन्छ। ल त साथीहरू थ्याङ्क यू फर वाचिङ भिडियो। अब के हुन्छ त 5 दिन पछाडि नयाँ भिडियोमा पक्कै भन्नेछु। सबैलाई धन्यवाद। ल त साथीहरू अर्को भिडियोमा पक्कै भेट्छु नयाँ भिडियोको साथ। आशा छ कि साथीहरू तपाईँहरूलाई यो भिडियो मन पर्यो होला। फेरि 5 दिन पछाडि के हुन्छ नयाँ भिडियो लिएर आउनेछु। थ्याङ्क यू सबैलाई धन्यवाद पुरा भिडियो हेरिदिनु भएकोमा।